पुछे गएँ म मैले कुन दिन घर भत्काएको छु यिनीहरूको साथीहरू। शुभ बिहान आजको विचार दाल भात गुन्द्रुकको अचार आजको दिनमा खास। शुभ प्रभात। आजको विचार दाल भात गुन्द्रुकको अचार। सबैजनालाई वेलकम छ, स्वागत छ मेरो भ्लगमा फेरि। अब आज चाहिँ म साथीको घरबाट भ्लग सुरु भएको छ किनभन्दाखेरिमा हिजो चाहिँ दामी पानी परेको थियो जापानमा। पानी परेको कारणले म चाहिँ लुत्रुकै भिजेको थिएँ मेरो घर अलिक टाढा छ कामबाट। साथी एउटा नजिकै छ भनेर साथीमा सुतेँ। अनि आज चाहिँ मेरो जन्मदिन। वाह विजयजी, कङ्ग्रेचुलेसन ग्रेट। हिजो राति 12 बजीबाट अब अनि बुढो भएँ। अब उमेर चाहिँ नभनौँ, 18+ भनौँ। अब जे होस् बुढै भए भनौँ, उमेर चाहिँ नखुलाउँ। अब त्यही हो, उमेर बढ्दै गयो, जिम्मेवारी अझै बढ्दै जान्छ। मलाई चाहिँ यो बर्थडे भन्ने चिज नआइदिए हुन्थ्यो जस्तो हुन्छ। अरूहरूलाई चाहिँ अब कहिले होला बर्थडे जस्तो हुन्छ होइन, कतिलाई हुँदैन। मलाई जस्तै अब सानो हुँदाखेरि बर्थडे बनाउन रहर लागिन्थ्यो, कहिले बर्थडे होला जस्तो पनि भइन्थ्यो होइन। अब बुढो हुँदै गएपछि चाहिँ अब खासै रहर इच्छा चाहनाहरू भन्ने चिज अलिक कम हुँदै जाने रहेछ। मेरो अहिले त्यस्तै भएको छ किनभने अब उमेर बढ्दै गयो, जिम्मेवारी बढ्दै जान्छ, उमेर बढ्दै जान्छ, काम बढ्दै जान्छ, खुसी कम हुँदै जान्छ, तनाव बढ्दै जान्छ। घरको तनाव, बिहे गर भन्ला, बिहे गर्नु पर्ला, रमाउनु पाइँदैन साथीहरूसँग, दुःख गर्नु पर्ला, सङ्घर्ष गर्नु पर्ला। ठिक छ, जन्मदिन भनेको वर्षमा एकचोटि आइन्छ। अब ठिकै हो, तर अब नआइदिनु हुन्थ्यो जस्तो मलाई चाहिँ। अब मलाई मात्र होइन, कतिलाई अब त्यस्तै हुन्छ क्यारे होइन। मैले चाहिँ अब सानो हुँदा चाहिँ निकै मनाइन्थ्यो यो जन्मदिन भन्ने। अब अहिले चाहिँ मैले 10 वर्ष भयो ठ्याक्कै यो जन्मदिन नमनाएको। त्यस्तो भव्य तरिकाले मनाउँदै नमनाएको त होइन। केक चाहिँ काटियो, त्यो पनि 1 वर्ष अगाडि, त्यही नेपालमा हुँदा कन्सल्टेन्सीमा। त्योभन्दा अगाडि फेरि एउटा केक पनि काटेको छैन नि, छुट्टी पनि छैन। अब काममा जानुपर्छ बिहान यसरी। अब जतिसुकै रमाइलो गरे पनि होइन, रातभर नसुते पनि बिहान अझै टाइममै जानु पऱ्यो काममा, गएको जानै पऱ्यो। बर्थडे सड्डे गोली मारो यहाँ नेपालमा जस्तो अब गएको छुट्टीहरू बस्दिने, स्कुल छुट्टी बस्दिने, काम छुट्टी बस्दिने। अनि किन भन्दा मेरो बर्थडे भन्नु मिल्दैन यहाँ फेरि, यस्तो छ अर्काको देशमा। त्यही हो, अब मेरो जन्मदिन हो आज, जेठको 21 गते, जुन हो। सबैजनालाई एकदम धन्यवाद जो जतिले पनि मलाई विस गरिदिनु भयो। मेरो साथीहरू, मेरो प्यारो दाइ होइन, भाइ बहिनीहरू, सबैजनालाई एकदम धन्यवाद विस गरिदिएकोमा। सङ्घर्ष गर्ने हो, लड्ने हो, अझै लड्ने हो, लडेर फेरि उठ्ने हो, लड्ने हो फेरि उठ्ने हो। त्यही हो जिन्दगी भनेको एउटा यात्रा हो। यात्रामा मान्छे लडिन्छ पनि, उठिन्छ पनि, चोट पनि लाग्छ, दुःख नि हुन्छ, गाह्रो नि हुन्छ। यो बर्थडे भन्ने चिज नभइदियो भने अब गएको भरि त्यहाँ अब बर्थडे पार्टी चाहियो भन्ने होला केटीहरू। ल सबैजनाले एकदम धन्यवाद है। अब जापानमा यस्तै छ है, जापानको भ्लग चाहिँ अब यस्तै हो। जापान चाहिँ आज सुनसान छ किनभने अब म बिहानै उठेको, बिहानै 5 बजी भएर मान्छे त्यति छैन होइन। अब त्यही हो, अब चाहिँ जाउँ है। ल केटा एकछिन बन्द गर्छु ल। अब चाहिँ म खाइसाबाट निस्किँदैछु होइन कम्पनीबाट। अब त्यही हो आजको बर्थडे भ्लग। केटा मान्छे म्याच्योर केटा मान्छेको बर्थडे यस्तै हो, काम गयो आयो, के को बर्थडे नै सर्डे। तर आज मलाई सबसे अगाडि विस कसले गरेर थाहा छ केटा हो? सबसे अगाडि विस गर्ने मान्छे चाहिँ नेपालबाट हो क्या। त्यो मान्छेले मलाई सबसे अगाडि विस गर्यो क्या। त्यो मान्छेले मलाई जापानमा आए पनि छोड्दैन क्या। त्यो मान्छेले मलाई यति माया गर्छ साथीहरू, यति माया गर्छ नि। म जापानमा आएँ होइन, उसले मलाई दिनका दिन मेसेज गर्छ क्या, दिनका दिन मेसेज गर्छ उसले मलाई।
उसले मलाई हरेक पल सम्झिन्छ। आज सबसे अगाडि विस गर्ने मैले उही थियो क्या। अनि ऊ को हो थाहा छ? नेपालबाट हो ऊ। उसको नाम चाहिँ एनसिएल हो क्या। एनसिएलको सिमले सबसे अगाडि विस गरेछ। सबसे अगाडि त पुष्पे भाइले हो क्या अरे। पुष्पे भाइलेमा 12 बजेकै छैन, 12 बजे अगाडि विस हालिदिइसकेछ। अब यस्तो खासै हाल्नु चाहिँ नहुने, हालेपछि फेरि अरूले पनि देख्छ, अरूले देखेपछि पार्टी के भन्ने होला, झ्याउ हुन्छ कि। अभि यो त दाइलाई भाइ फेरि काट्ने बोलाइरहेछ। म पनि यहीँ बिर्सेँ नि भाइ यार। मैले के यो बर्थडे नै मनाउँदिनँ म अनि कहाँबाट। बाबा के हो ल साथी पेमा बोलाउ ल। तल स्पेसल चक्लेट छ क्या बाबु पक्न। यसलाई त स्पेसल छ क्या। बुझ्न कुरा के हो भाइ? भ्लगमा उसार्छस्? ह्याप्पी बर्थडे कुवाई भाइ। अनि के अरे के भन्छ अलिकति ठुलो हुनु अब के कुरा सुन्दा पनि फेरि रिस मात्र उठ्छ। अनि त्यसपछि चक्लेट त दिएन उनीहरूलाई नाम चक्लेट ल्याउन चक्लेट अनि कहाँ बच्चाले जस्तो चक्लेट दिन्छ हामी त दारू दिन्छ भने ल्याउ खाने भए अब तेरो जिम्मा बेलुका। ल्याउनु पर्यो दारू खानु। ल धन्यवाद है। ल धन्यवाद। यस्तो खासै मनाउँदिनँ थिएँ, अब सबैले थाहा पाएछ भने। ए दाइले पनि हालेछ। खोइ त चक्लेट खोइ दाइले त के काट्ने रे दिपु दाइले। तेरो त काम हुन्छ होला। दाइले कहाँ हो भाइ? फुर्सलमा हो भरे नै काट्ने रे। दिपु दाइलाई इमेज यसो हल्ला गऱ्यो भने अब भन के हो अरे? के हो अरे? खोइ तिमी पनि भन्नु पऱ्यो नि त। अफ क्यामेरामा चाहिँ हल्ला हाहा ऊ गर्ने, अनि तिमीहरू क्यामेरामा चाहिँ चक्लेट अब भोलि बजे उठेर म उहाँ जान्छु नि त नि बिहानको काममा जान्छु अनि अहिलेको ल तर मैले सोचेको थिएँ यतिजनाले ह्याप्पी बर्थडे भन्छ भनेर। आज थुप्रोले ह्याप्पी बर्थडे भनेछ यार मलाई। ल म त खाइदिनँ कहाँ जानु अरे? माइ नम्बर कार्ड ओ राखेस ल अहिले आउने फेरि। जाउँ हामी बाहिर बोल्नु। काम छैन भयो भने बेलुकातिर आउँछु म। ल जाँदैछौँ। अब यहाँ अब आउने जाने नि पैसा कति लाग्छ अब यसरी हान्थ्यौँ। गयो नि काट्यो 290 काटेछ त। 290 काट्दो रहेछ त। ल कहाँ 1000 भने म त पैसा सत्यानाश हुन्छ कि यहाँ टेन्सन भयो। के हो पढ्दिएको एक्टिङ गरे हो कि पढायो हो त यो? खोइ क्यामेरा एक्टिङ चाहिँ मिठो हान्दिने क्या है? यो पढायो हो त तिमी? ट्रेन एक्सिडेन्टहरू गर्ने होइन? सन्दीप त अनि के छ यार? कतिबाट काम हाने उसलाई? कति दिन हाने? ल अहिले चाहिँ हामी ट्रेनबाट निस्किसकेको छौँ साथीहरू स्टेसनबाट। गुडिया हो क्या हो? हेरे भयो म त यार। माथि पनि हेर न फेरि। ह्याप्पी
ह्याप्पी बर्थडे म जेलमा जान्छु ह्याप्पी बर्थडे ठिक छ दुःख छ भने यस्तो दुःख छ भने जापानमा पैसा छ होइन छ तर दुःख सुत्न निन्द्रा भने अब एउटा काम गर्दाखेरि 1.5 लाख रुपियाँ कमाइन्छ दुईवटा काम गर्दाखेरि 4-5 लाख 1.5 लाख कमाउँछु 1.5 लाख कमाउँदिनँ म त तर कति गाह्रो छ भने कसलाई के थाहा हो गाह्रो निन्द्राले एकदम गाह्रो। झुल्दै हिँड्नुपर्छ पर्छ अब यी केटीहरू त यस्तो राम्री छ नि साथी मेरो लभली छ क्या एउटा केटी त नपटाइ भएको छ साथी के बोले भाइ के बोले अब फेरि अर्को ट्रेन चढ्नु पर्ने भयो खैरेको बच्चाहरू कत्रो लाउनु अब खैरेको बच्चा ल अब चाहिँ दाइको माया छु साथीहरू यहाँ लफा परिसक्यो गाइस लफा परिसक्यो दाइको माया छु यो सिसम म्याच यसलाई कट्टा हान्नुपर्ने बेला भएको छ कि ल यतिको क्यामेरा पुछेपछि सक्यो नि त के रेस्टुरेन्ट बन्द छ क्या दाइको आज ए झ्या भइछु यार म त नखाइकन यही जस्तो लाग्यो त भयो ल गिरालो भन्दा माहालो त यहाँ गिरालो भन्दा माहालो त यहाँ ल दाइको रेस्टुरेन्ट आयो यहाँ दिया रेस्टुरेन्ट इन ओसाका है यो हामी आइसकेका छौँ हाम्रो दिया होटेलमा अनि यो दिया होटेल चाहिँ आफ्नै जस्तै हो आफ्नो जस्तै होइन मेरो आफ्नै हो गाइस आफ्नै हो इच एन्ड एभ्रिथिङको व्यवस्था छ यहाँनिर Sotto mi gioco भाइ नियममा जेउजू भइसक्यो त म त शिवनामा एउटा सम्झैछु म कहिले सिक्ने यस्तरी भन्नु कति बजी दिनु भयो सुन्दै मास सुन्दै धेरै बजेको दाइ भ्लग के भन्नु दाइको भाइको भ्लग बाकाले चिन्छ कि चिन्दैन बाघाको बाघा दाइ कसम भने नि केटाले सब्सक्राइब हार्न यसो ऱ्याप गीतहरू सुन्नु है तपाईँको चाहिँ सुने हो सन्देश खरेल नि त दाइ तपाईँ अनि ल अर्को नसुन फेरि एकछिन मजाले टाइम स्पेन्ड गर्नु खेल्नु खेलौँ आज चाहिँ बिजी हो आज म एकछिन निस्किनु पर्छ काम हुन्छ दाइ ल त्यो छ केटा हो अब यहाँ प्रवीण दाई अब दिपु दाईहरू यहाँ रहेछ रमाइलो आज हिजो हेऱ्यो फाइनल कसले हेऱ्यो हिजो अस्ति कहिले थियो पिएचजीको पिएचजीको हिजो फेरि अर्को थियो अर्को आरसिबी र मैले अनि अस्ति वाइफाईको क्यान्सल गर्न आएन दाइले फोन हानेर दाइले नियमको बोल्न हुन्छ दाइले हाल्यो 20 मिनट जति गफ एउटा बियर लगिदिनु दाइले मिठो हान्दो रहेछ नियमको दाइले दाइको ऱ्याप नै खान्छ माथि चाहिँ को छ दाइहरू के हो दादा तपाईँ ए दादा तपाईँ भ्लगमै हो दाइ तपाईँ दाइलाई भाइ फेरि दाइलाई भाइ मैले चाहिँ आज क्लास छोडेर दिउँसै आएर मैले निमा भाइलाई मैले सरप्राइज दिनु खोजेको अल गुड तर मैले निमा भाइलाई सरप्राइज दिनु खोजेको मैले आयो भुत्र दियो सरप्राइज केही खुवाएन केही नै यस्तो योमा तानो निमा लामो यस्तो लामै हो यो
बर्थडेको दिन ल हुन्छ नि त होइन केटा ल यो है केटा हो के खाने भन्ने हुन्छ नि त होइन अब केटाहरू केही फेरि म चाहिँ कोही नबोल्ने सब नबोल्ने केटाहरू देखाउ त सबलाई केटाहरू केही बोल्दैन बोल्ने मै मात्रै हो केटाहरू दिए खाने नदिए नखाने हो अब गिफ्ट चाहिँ केटाहरू लिएर आएको छ गिफ्ट लिएर आएको छ केटाहरूले गयो गिफ्ट लियो गिफ्ट झिक्ता एउटा मोस्ट त खुवा ल बताउने छ ल भाइ साथीलाई म जेउलामा गिफ्ट लिएर आइन्छ बर्थडे सर्डीमा छिटो झिक न छिटो हिजोको चाउचाउ नि खाएको छैन स्टोरेज फुल भएपछि यो गिफ्ट साथीको मैले बर्थडेमा होइन ल मुझे साथमा इतनी खुशी मुझे पैसा दियो भने खान्छ होइन अनि ती खाँदैछ न मैले जीवनभर यसले त हजारौँ पेन्सिल सिकाएको छ यसले त दिइहाल्छ भने त हजारौँ पेन्सिल सिकाएको छ मैले ह्याप्पी बर्थडे ला समात ह्याप्पी बर्थडे ल नसा कहिले ले छिटो हातमा दे न त ल दे दे न छिटो किन नदिएको ल ले अब दे तँलाई अब यो त तँलाई दिने यो एक्सपेन्सिभ भयो एकदम एक्सपेन्सिभ हो अरू सस्तै देश ल तेरो औकातको दे छिटोमा बेसी मैले पत्ता गरेँ जसमा यो हाल तेरो गिफ्ट दुईटा एउटा समाल एउटा तँलाई राकेश मलाई समाता त यसको टाउ फुट्छ अहिले यसको टाउ फुट्छ सम्झाउ त यो भने दुईटा काम दिन्छ एउटा हानेको सेप गर्ने एउटा हानेको छिलाउने बर्थडेको दिन छोडिदिने पर्यो होइन हल्का अबि मेरो बर्थडे के हो मेरो तर्फबाट के हो ल मेरो भने नि दिए त मेरो तर्फबाट म सोचे कोक खाएर बस्नु जानु उसको गिफ्ट जिक्न जाने गिफ्टै छैन रहेछ तल दिन्छु मैले कि ल मेरो तर्फबाट आयो ल ल ल ल खा ल मेरो बर्थडे गिफ्ट खा ल ह्याप्पी बर्थडेमा ल जन्मदिनको धेरै शुभकामना यो पनि अङ्कलले दिनुभएको पैसा चाहिँ मै तिर्छु ल यसको चाहिँ पैसा तिर्नु पर्यो त पैसा तिर्छु यसको तिर्छु ल मेरो बर्थडे गिफ्ट अङ्कल यसलाई अरू बेला 200% बेच्नु हुँदैन यसलाई आज 2500 यसलाई 2500 अबि योमा बाउ फेरि हेरे ल फेरि यसको बर्थडेमा जिन्दगीमा आजसम्म कोक खाएर कहिले पचाइएको छैन बर्थडेमा कुनै साथी आज नयाँ नौलो एक्सपिरियन्स गर त केटा पानी किन मेरो बर्थडेमा कोक खाऊ न तिमीलाई पानी दिन्छु मैले बर्थडेमा सबैजना सन्चै हुनुहुन्छ होला स्मी सिस्टम राई सबैले चिन्नु हुन्छ होला र यो चाहिँ मेरो साथी निमा लामा उहाँको चाहिँ आज बर्थडे थियो फर्स्ट अफ अल मलाई ह्याप्पी बर्थडे टु यु है धन्यवाद है धन्यवाद र निमाले चाहिँ हामीलाई यति धेरै पार्टी गर्नु हेर्नुहोस् खाएर नि बस्छ भनेको म मातेर गाय छैन मलाई ढलिसक्यो होइन आज मेरो काम यहाँ मात्र थियो म जान सक्दिनँ होला निमाले पार्टी खुवाएर सो गाई निमाले मासु सासु छोइला सोइला नि खुवाएको थियो होइन त्यो छोइला चाहिँ खाएर त टेबल त्यो यहाँ दाग देख्नुहुन्छ यहाँ चाहिँ त्यो बोसोहरू लागेको यहाँनिर अनि ठक्क त्यो चाहिँ तर दाइले लगाइसक्नु भएको खाली गरेको भर्खर यो बियर पनि सकिसक्यो यो गिलास चाहिँ मैले सघाएको ऊ त्यो सन्दीपको गिलास होइन हामीले धेरै खायौँ निमाको बर्थडे भनेर ठक्क स्पेसल ट्रिट पनि भयो यहाँ प्रोग्राम देखा न यहाँ एन्ड देन केटाहरू सबै खुसी छ निमाको बर्थडे खाएर आशिष पनि एकदम खुसी छ है उसले आफ्नो खुसी एक्सप्लेन गर्न सकेको छैन कि उसले मात्रै होइन कि उसले होइन तर जे होस् केटोले बर्थडे बबा यो बर्थडे लाइफमा कहिल्यै बिर्सिँदैन कि तर त्यत्रो सामान खाएपछि लास्टमा कोक पनि भयो कोक भनेको के भन्छ यो त्यो लाइफ सबै पचाउनको लागि कोकले पचाउँछ नि गाई है ल ह्याप्पी बर्थडे ल सबैले ह्याप्पी बर्थडे भनिदिनुहोस् है ल स्टोरीमा चाहिँ सबैले ह्याप्पी बर्थडे स्टोरी हाल्छु होइन ह्याप्पी बर्थडे भन्नु है त गाई ल हालिहाल्छु छिटो हाल आमाको सामने होइन आजसम्म धेरै कुराहरूको बर्थडे सेलिब्रेसन गर्यो होइन तर यस्तो कोकले सेलिब्रेसन जिन्दगीमा लाइफमा पहिलोचोटि हो होइन होइन
योमा हेर त यसो यसो हेर्दा हेर्दा स्ट्याटिस्टिक खालको अब एउटा राम्रो खालको जस्तो नि त्यसो हेर्दाखेरि एउटा साइकल दुईटा गुमाउन सकिने फेरि बर्ड गिफ्ट हेरेर फेरि त्यहाँ त्यति भयो नि पाएर फेरि माथिबाट यसलाई नै हालिदिनु पर्यो भनेको ह्याप्पी बर्थडे केक अब यहाँ फोटो खिच्नुपर्छ ह्याप्पी बर्थडे भनेर बुझ्नुहोस् अब यहाँ चट्ट थम्लेल त हाल्नु पऱ्यो परेन पऱ्यो नि अब यहाँ फोटो खिचिदियो थम्लेल आज भव्य पार्टी भयो पार्टी भयो भनेर बुझ्नुहोस् भोलि गएको सुन्नु निमाल त बब्बाल पार्टिदियो यार दाइको रेस्टुरेन्टमा ल बुझ्नुहोस् यो भिडियो गर्छु ल यो सबै यो खाएको हो ल गर छिटो गर अलि फेरि जाला तलतिर प्लेट त गइसक्यो ला प्लेट चाहिँ खाइसक्यो भन् न इन्जोय भयो कोकले मात्रै यसलाई पार्टी दिएर कि दाइ मैले अनि कोक दियो भनेको इन्जोय भइरहेछ नि ग्राउन्डमा जानेर दाइ म तपाईँलाई भेट्न भनेर मात्र आएको आइसकेपछि होइन सँगै गयो भने त हामीसँग यो के किन गरिन्छ काम छ हौ बिहान यार हाम्रो नि छ नि काम उसको नि काम छ बिहान 5 बजे हिँड्छ घरबाट म 4 बजे उठ्छु उड्न त म पनि उठ्छु 4 बजे यहाँबाट पाउँछ सोधेनो के आफूलाई इन्जोय गर्न बाबु त दादाको बर्थडे इन्जोय गर्न इन्जोय थपिदियो त राखिस् थप्थ्यो थप छिटो थप खायो भन्दा नि खाँदिनँ भन्छ लास्ट मात्रै म हेर्छ गाइस है आज मेरो काम थियो म काम नै जानु सक्ने भएन निमाले कसम बियरको खोला बगायो यहाँनिरमा खोला भयो खोला खावा यो खोलामा के भन्छ नि खावा भन्छ हैन खावा गयो खावा बगायो निमाको बर्थडे मलाई बियर मेरो साथीको बर्थडे है उठेर नाच्दैन केवा तान्जौबी निमासान तान्जौबी तोत्तेमो तानोसी है निमासान वा तोत्तेमो सिन्चेजु देश आसु बिमास्यो होला इन्जोयबल तोत्तेमो सिन्चेजु निमासान वा निमासान नो तान्जौबी केवा निमासान तान्जौबी देश हरा निमासान वा ओखाने मोचिमास खालाई कि के भने किन्नुलाई के भन्छ किन्नुलाई खाइमास निमासान बिरु 2 कार्टुन 2 कार्टुन खाइमास तो एक बोतल एक बोतल 95 पढेका खाने मोची मासु त कन्टेन्टै तेरो लाग्छ अनि यो गाइस म मातेर बोल्न सकेको छैन सो नरिसाउनु होला गाइस है ओके ल बढी भयो बर्थडे भयो भने के भिडियो के भ्लगर पनि फेरि भाइ रेस्टुरेन्ट गरेर दाइलाई कोक मात्रै बस कोक सिङ्गल अङ्कल अघि को भन्नु त यसलाई बर्थडे पार्टी खुवाएँ मैले अब को कति भयो अङ्कल त्यो छैन मोस्टर छैन भित्रको मोन्स्टर खामा अङ्कल भन्नु कति भयो को कोकको 25 ए दाइ ए अङ्कल कहाँ हो 2500 त मा उता 2500 हो भन्दै 2500 दियो भने हो र त्यसो भए चाहिँ यसले तिर्छ यसको खातामा लेख्नु ल छिटो गरिदिनु अङ्कल बोलिङ जाने रे दाइहरू को दाइ साथी हो र के हो कोको होइन दाइ यो तिर्दिम यसले मलाई लास हेप्या छ आज दाइ अब स्यालेरी झरेपछि ल तँलाई चट्ट अर्को को खुवाउँछु बुझिनुहोस् पछि यो नाच्नु मर्का दौड्छु ल साथीहरू अब चाहिँ हामी निस्किसकेको छौँ अब चाहिँ हामी कता
फुटसलतिर त लागि परिसकेको छ होइन त के भन्नु छ त भ्लगमा फेरि भाइ क्या फेरि दाइलाई भाइ क्या दाइलाई ओइ मा किन भिक्टर किन मा यो बाबुले सम्झाउँछ यो बाबु कसको बाबु हो यो हराएछ जापानमा मा तिम्रो घर कहाँ हो बाबु जापान काण्ड पहिलासम्म यस्तो मात्रै हुन्थ्यो फेरि त्यो घाँटी काटेर जापान काण्ड यसले त भिक्टर खाने हो मा सन्दीप यार अब यसलाई मैले भन्नु पनि के भन्नु होइन अब यो अब माया लाग्छ बाबुको अनुहार हेर्दै माया लाग्दो छ क्या चिस्तालाई मा बढी बोल्ने फेरि मा अबदेखि यस्तो के बोलायो त्यो नबोल्ने ल यस्तो अशुद्ध नराम्रो शब्दहरू क्लासको बोल्नु फुच्चीहरूले चाहिँ फेरि दाइसँग तेरो भाइ तेरो क्लासको फुच्चीहरू मैले सब मदेखि थुरुरु हुन्छ अलिक सिक्नु केटीहरू थुरुरु हुन्छ त्योदेखि त अब हेर्दै बलात्कारी जस्तो त राम 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 के बोलेर मरेको यो होइन गरियो तर रमाइलो मेरो भ्लग कसले एडिट गर्छ खोइ कहाँ जान्छ ल फुर्सद आइसकेको छौँ हामी अब यहाँ चाहिँ बाबुहरू चट्टो स्टोन हाल्दो रहेछ कि जापानिज बोकेहरू राम्रो रहेछ मान्छे बनाउनु खोज्दा नि ठोक भाइ ठोक हामीलाई के भन्छ कराउँछ त यहाँ हामीले के भन्छ हेरेर चाहिँ यसले त यार म को भ्लगर आयो हिरो भने होला अहिले नखिच्नु न हो काटेको छैन स्वाइक फेरि यसको रन यता माया गरेर के काटिदिन्छ साथीहरू यता खिचौ न मायाले होइन यस्तो भनौँ यसलाई यसको बर्थडेको मुख्य हामीले के काटिदिनुको मुख्य उद्देश्य हामीले के भन्दाखेरि हाम्रो फुटबलमा चाहिँ कस्तो हुन्छ भने नि इज एन एभ्रिथिङको चाहिँ एक पोजिसन हुन्छ कि हाम्रो चाहिँ किट म्यानेजर छैन कि चाहिँ किट म्यानेजर हो त्यही चाहिँ हल्का ह्याप्पी बनाउनु पऱ्यो होइन फेरि बिजी गर्नु यो बाउलाई कुरा सुनिहाल्ने यो कस्तो छ जस्ट इग्नोर हान्दिउँ यसलाई चाहिँ यसको कुरा चाहिँ इग्नोर हान्दिउँ अब यहाँ हाम्रो गोर्खास ओके हियर वी गो हाम्रो ओसाकाको यता देखौ ओसाकाको गोर्खास फ्यामिली जापानको ओसाका केटाहरू सबै भेला भएको छ यहाँ ग्याङ भेला भयो नि यागु छ यतिकै गर्ने हो यसलाई नपाएपछि अब के गर्नु लास्टमा ए दामी छ दाइ तर दिबु दाइले धेरै गर्नुभएको छ यार तर छिटेन त मासुलाई त नि मलाई भन्दा पनि बढी यो सिसोमा गएर सिधै गुण बिर्सिनु हुँदैन दाइ तेरो भगवान स्पेसल सबैको लागि ए मेरो हो दाइ लाइटर के छैन अब लाइटरले यस्तो गरेर लाइटर ल Happy birthday to you. Happy birthday to you. Happy birthday to थ्याङ्क यू आरिगातो ल अब यो सबसे सुरुवात चाहिँ हाम्रो दिपु दाई प्लिज है दाई खिच केटा ह्याप्पी बर्थडे मेरो शुभकामना तपाईँ पार्कमा बर्थडे मनाउनु जुडेको रहेछ उहाँ चाहिँ के आएन होइन तर जे होस् ल हाम्रो दिपु दाई हाम्रो गोर्खास फ्यामिलीको फर्मर दाई ह्याप्पी बर्थडे बिस्तारै ताली हो त पुगेन ताली ल हाम्रो प्रवीण दाई हाम्रो प्रवीण दाई गोर्खासको सेकेन्ड फर्मर दाई ल दाई अब हाम्रो अर्को दाई हाम्रो अर्को दाई ल हाम्रो अरू यो अब मान्छे बोले जस्तो भयो नि साथी नै हो दलिदिउँ कि हो ल अब हाम्रो केटाहरू अब सबैजना ल हाम्रो मेरो आशिष दोस्त है आशिष साथी ल हाम्रो ग्रेस कहिले दाई कहिले भाइ कहिले त कहिले तिमी कहिले दाई कहिले तिमी भन्छौ तिमी अब के हो साथी भन ल अबदेखि ल हाम्रो सन्दीप अब लास्ट बाइट भोलिबाट डाइट सबै खाइदियो खुवाउन अब राकेश जन्मदिनमा
दाइलाई पनि है लौ भिडियो गर ल मेरो बर्थडे सेलिब्रेट बर्थडेमा केही खान नपाए पनि मैले केक एउटा चाहिँ दामी खाइदिएँ है ल सबैजनालाई एकदम धन्यवाद हाम्रो गोर्खास फ्यामिलीको मेम्बरहरू सबैजनालाई माया छ अब हामी सधैँ यसरी नै अघि बढिरहनुपर्छ मिलेर रागेश त यो फुल हो फुल लामो ल साथी पुरै हो पुरै अबि तिमी त ल ल बर्थडे सेलिब्रेसन सकिसक्यो ल साथीहरू अब यो फोहोर गरेपछि सफा गर्नुपर्छ खेलेपछि फेरि खेलेपछि भोक लाग्छ म लगेँ काममा ब्याक गरौँ न यो ओके अब हाम्रो गेम सुरु हुन्छ होइन भोक लाग्छ अहिले ल अब केटा अब चाहिँ निस्किनु पर्ने हुन्छ अब चाहिँ सक्यो बर्थडे सेलिब्रेसन अब दाइ भेट्न भनेर चाहिँ आएको थिएँ अस्तिदेखि भेट्ने भयो थियो दाइहरू मेरो मिलाइ थिएन टाइम आज चाहिँ भेट्यो अब केटाहरू खेल्दैछौँ भित्र अब आज चाहिँ कारणवश खेल्न पाइएन ठिक छ तिमी राम्रोसँग आऊ बिस्तारै हामी चाहिँ हतार छ होइन जानुपर्ने हुन्छ अब दाइलाई पनि बिदाय मागौँ ल दाइ राम्रोसँग के अब जाने घर तपाईँसँग भेटिहाल्छु नि दाइ पछि त होइन दाइ अर्को हप्तामा आउँछु दाइ अर्को हप्ता अब बुट चाहिँ म यताउति गरेर बिनाहरूकै भएन लगाएर खेल्छु धेरै भएन हानेको नि एक दुई सर्ट लात हानेर जम्किया हो जम्नु एक दुई लात हानेर जम्ला